र यहाँ भन्छ नि मान्छेहरूले उखान छ त सबैमा छोरी पानीले बुहारी पाल्दैनन् भने होइन। उहाँहरूको ट्याङ्की त्यो भयो तलको ट्याङ्की पानी उहाँहरूले यो ट्याङ्की चलाउनुहुन्छ। कहिलेकाहीँ यो ट्याङ्की पनि चलाउनुहुन्छ। हेर्नुहोस् यहाँ बुहारीले माथि हामी माथि बस्छौँ होइन। हाम्रो सासूले पहिला यहाँ धान राख्नुहुन्थ्यो। धान तल राखिसकेपछि यस्तरी काटेर जानुभएको छ हाम्रो सासू आमाको काम। पानी यसरी देख्नुभयो नि यो धारा। अनि यस्तो सासूलाई अनि यस्तो आमाजू नन्दलाई हामी के गर्न सक्छौँ। यहाँ पानी चुहिएछ टप 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 लाएर। हाम्रो सासू र नन्दको चढ्ती कला यस्तो छ गाई चाहिँ। अब के भन्नुहुन्छ हेर्नु यहाँ ट्याङ्की यस्तो पारिराखेका छन् हाम्रो सासू आमाहरू। के भन्नु ल हागेर बे गरेपछि केही गरिन भन्दो रहेछ। रातभरि यो पानी फ्यान्नु पर्ने छ यसरी। कति कुचो भएर पानी अब रातभरि जम्छ यस्तो हिलो हुन्छ। हाम्रो सासू आमा जुन घरमा नन्द छोरी पानीले बुहारीलाई काहीँ गरे पनि सुख छैन। यो ट्याङ्कीले के गर्थ्यो अरे उनीहरूले पनि पानी चलाउँथ्यौँ। उनीहरूले पनि यो सोलरको पानीले नुहाउनु पर्छ। के सोचेर यो यस्तो गरिदिएको हेर्नुहोस् त। भारत देख्नुभयो नि झरना सावर लाउनुहोस् गाइस। यतै यहाँ नुहाएर बस्नुहोस्। यस्तो पानी चुहाइरहेछ। यो ट्याङ्कीको बिजोग हेर्नु त यहाँ। अब केही छैन, म बिस्तारै बिस्तारै म्यानेज गरेर म बनाउँछु। त्यही हो ल, सल्लाह दिनुहोस् है गाइस। उहाँको ट्याङ्की त्यस्ता छ तल नुहाउने फेरि यही पानी नुहाउने हो। हाम्रो मसँग बस्नुहुन्छ एउटा बुढी आमा। बुहारी चाहिँ मै हुँ यो घरको। पहिला म कस्ती थिएँ अहिले कस्ती बनाएर चाहिँ यो घरको। अनि यो ट्याङ्कीमा त्यस्तो पार पारिदिने। यहाँ भात खाइराख्ने ठाउँमा भान्सा कोठामा यसरी खुल्ला आइदिने चाबी लगाइदिने। त्यो चाबी नखोलेर यस्तो ढुलो भएर बसेछ। न तिनीहरू चलाउँछन् न हामी चलाउनु दिन्छन् होइन। हामी यो घरमा बस्ने जम्मा छोरी मान्छेहरू छन् होइन। तल घरमा छोरी पानीले बुहारी पाल्दैन। यो बुढी आमा हुनुहुन्छ गाइस। यस्तो छ हाम्रो घरमा। र लाइक सेयर सब्सक्राइब गरिदिनु होला युट्युबमा। के गर्नु गाह्रो छ गरेछ यो घरको बुहारी हुनलाई धेरै गाह्रो छ होइन। यो घरको सासूको नाम निर्मला अछामी, नन्दको नाम सुजाता अछामी, आमाजीको नाम माइलीको सुमित्रा अछामी र जेठीको सन्तोषी अछामी। यिनीहरू यस्तै छन्। त्यही भएर राम्रोसँग हेरेर